गणतन्त्रमा मैले भ्रष्टाचार देखेँ, कमिसन तन्त्र देखेँ, लुट तन्त्र देखेँ, भागभण्डा सिन्डिकेटको राजनीति। मेरो बुवाको पालामा प्रधानमन्त्री भएको मान्छे अहिले पनि प्रधानमन्त्री भइराख्नु भएको छ भनेपछि म यो युवा पुस्ता हो जो कुनै वादको कारण आएको होइन। वास्तविक देशमा जुन चाहिँ शिक्षा स्वास्थ्य ध्वस्त भयो, अर्थतन्त्र धराशायी भयो, त्यो देखेर सडकमा आउनुपर्छ, सङ्घर्ष गर्नुपर्छ र यो गर्नको लागि कसले नेतृत्व गर्छ भन्दा राप्रपाले गरेको नेतृत्वमा अनि म यो पार्टीमा आबद्ध भएको, यो बुझेर आएको हो नि त। त्यसैले गर्दाखेरि चाहिँ म यो व्यवस्थाले जुन सपना देखायो तर सपनाहरू सबै हाम्रो चाहिँ धराशायी बनाएर लग्यो र जुन हामीले त्यो योजनाहरूमा विश्वास पनि गरेका थियौँ, रेलका कुरा होइन, पानी जहाजका कुरा, घर घरमा पाइपमा ग्यासमा चुलो आउँछ ग्यास आउँछ भनेको यी सबै सपनालाई साथ दिएको मान्छे पुस्ता हो म। त्यही भएर प्रधानमन्त्रीज्यूले चाहिँ हामी सामान्य कार्यकर्ता पार्टीको होइन कि, हामी चाहिँ उहाँले धोका दिएको पुस्ताको म चाहिँ प्रतिनिधित्व गर्छु। त्यही भएर म सडकमा छु। सामान्य भनेको अब यो सरकारलाई नढालुन्जेलसम्म, यो व्यवस्था नढालुन्जेलसम्म तपाईहरु, हामी कुनै सत्ता विरोधी होइन। हामी यो व्यवस्थाले काम गरेन, यसलाई चाहिँ सुदृढ गरेर यो देशको हितमा हामी नवीन समझदारीमा जानुपर्छ भन्ने मान्यता राख्छौँ। तपाईहरुको नवीन समझदारी भनेको राज संस्था सहितको लोकतन्त्र हैन, राज संस्था सहितको उन्नत लोकतन्त्र हामीले चाहिँ जहाँ शिक्षा, स्वास्थ्य, न्यायालय समान, गुणस्तरीय र निशुल्क होस्। फेरि कतिपय युवाहरूको अलिकति अस्पष्टता भनौँ या त्यसलाई बुझाइ नपुगेको भनौँ, कतिपय अब यङ जेनेरेसनले के बुझिरहेका छन् भने राजा आइसके पश्चात फेरि त्यही खालको निरङ्कुशता हुने हो कि, त्यो खालको भ्रम पनि तपाईहरुको विरोधी दलहरूले छरिरहेको अवस्था छ। यस अर्थमा युवा पुस्तालाई तपाईले कसरी क्ल्यारिफाई गर्नुपर्छ हुनुहुन्छ, उहाँले कसरी बुझाउनु? युवा पुस्तालाई के भन्न चाहन्छु भने हामीले बारम्बार भनिराखेको छौँ यो देशमा जनताकै छोरालाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाएर ल्याउनुपर्छ भनेपछि हामी सक्रिय राज संस्थाको पक्षमा होइन। हामीले संवैधानिक राज संस्था, विश्वका 30वटा मुलुकमा संवैधानिक राज संस्था छ, नर्वे, बेलायत होइन, बेल्जियम जस्ता स्क्यान्डिनेभियन मुलुकहरूमा राज संस्था छ नि त। ती मुलुकहरू सफल छन्, जापान, थाइल्यान्ड। त्यही किसिमको व्यवस्था यहाँ होस्। राज संस्था र संसदीय अभ्यासको अब्बल समन्वय हुनुपर्छ, अझ उन्नत लोकतन्त्र हुनुपर्छ भन्ने मान्यता। अहिले गणतन्त्रवादी दलहरू जसरी चैत 15 गते उनीहरू हौसिए, अब त राजावादीको आन्दोलन सकियो भन्ने जेष्ठ 15 गते तपाईले देखाइदिनु र देशकै प्रधानमन्त्रीले आह्वान गर्दा समेत एमालेको कार्यकर्ताहरू त्यो खालको उपस्थिति देखाउन सकेन। त्यसलाई कसरी समीक्षा गर्नुभएको छ? यस्तो हो, किनभने त्यो गणतन्त्रवादीहरूले पनि यो पटक चाहिँ आफ्नो पार्टीभन्दा माथि देशलाई राख्नुभयो कि, किनभने गणतन्त्र मान्ने व्यक्तिले पनि त देशमा भएको भ्रष्टाचार देखेको छ नि त। सबै मान्छे त खराब, सबै मान्छे त झोले त छैनन् नि त। वास्तवमा देशको अवस्था बुझ्ने मान्छेहरूले त यो गणतन्त्रमा चाहिँ दलतन्त्र, लुटतन्त्र, सिन्डिकेटको राजनीति भयो, भ्रष्टाचार भयो भन्ने कुरा त प्रश्न देखिरहेछन्। त्यही भएर यो पटक चाहिँ यत्रो तीन दलले चाहिँ आह्वान गर्दाखेरि पनि स्वयं एमालेकै मान्छेहरू आएनन् सडकमा होइन। भनेपछि त म त उहाँहरूलाई सलाम गर्न चाहन्छु, जो गणतन्त्र दिवसको दिनमा आउनु भएन उहाँहरूलाई मेरो सलाम छ। तपाईँहरूले यसरी नै चाहिँ विरोध मौन सहमति जनाउनु भएको छ। प्रधानमन्त्रीको गणतन्त्रवादीमा त कब्जा रहेन भने अब राष्ट्रवादीमा त कब्जा रहने, काठमाडौँमा कब्जा रहने कुरै छैन। जबकि देशकै सबैभन्दा बढी जनवर्गीय सङ्गठन छ एमालेसँग, 23वटा जनवर्गीय सङ्गठन बोकेको पार्टी हो एमाले। त्यो भन्दै गर्दाखेरि आज तपाईँले नेपालमा चिया पसल बाटोतिर जानुभयो, गाउँ ठाउँमा गफ हुन्छ नि, एमाले माओवादी काङ्ग्रेसको कार्यकर्ता हो भनेर सिर ठाडो गरेर आहा जुदाएर गफ गर्न सक्नुहुन्न। हामी राष्ट्रवादीहरू, राप्रपाकाहरू हामी सिर ठाडो गर्छौँ, किनभने आजसम्म हाम्रो नेतृत्व कुनै काण्डमा मुछिनु भएको छैन, आलोचित हुनुभएको छैन। हामी जब सरकारमा थियौँ हामीले राम्रो काम गरेको थियौँ। हामी डेलिभरी दिने विश्वास गर्ने पार्टीको कार्यकर्ता हो, राष्ट्रको हित सोच्ने। त्यही भएर हामी जे अवस्थामा छौँ, हामी कमजोर छैनौँ, हामी सशक्त छौँ। यो यात्रा निरन्तर अगाडि बढ्छ। तपाईँ युवा पनि हुनुहुन्छ र युवाकै प्रश्न मलाई राख्न मन लाग्छ तपाईँसँग। जसरी चाहिँ केही पात्र, केही विषयवस्तु उठाएर राप्रपा या राजावादी सङ्घ सङ्गठनलाई चाहिँ बुढापाकाका पार्टी भनियो, सङ्गठन भनियो, तर जसरी आन्दोलनमा चाहे त्यो फागुन 25 को स्वागत होस् या त फेरि चैत 15 होस् या त जेष्ठ 15 होस्, उपस्थिति देखिरहँदा युवाहरूको बहुलता पनि हामीले राम्रोसँग देख्यौँ। अझ कलिला उमेरका युवाहरूको बहुलता पनि देख्यौँ। तपाईँहरूलाई बुढापाकाको ट्याग चाहिँ किन लगाएको? अब त्यस्तो आम मानसिकता पहिला यो किसिमको माहौल थिएन। राजाको विषयमा बोल्दाखेरि चाहिँ होइन, राप्रपाको विषयमा बोल्दाखेरि, धर्मका विषयमा बोल्दाखेरि छिछि दूर गर्ने पनि समय थियो नि त। तर परिवर्तन किन आयो भन्दाखेरि यही गणतन्त्रवादीहरूको कुकृत्य र कुकर्म
नदिएको कारणले गर्दाखेरि यो गणतन्त्र कमजोर भएर गयो अनि अहिले आएर युवाहरू त यही जेनेरेसनको हामीले त बुझ्यौँ नि त गणतन्त्र भोग्यौँ नि त राज संस्था देखेनौँ होला तर गणतन्त्र त भोग्यौँ यसका कमी कमजोरी हामीले अन्य पक्षहरू देखिरहेको छौँ त्यसले गर्दा युवाको उपस्थिति बढी छ होइन त्यही भएर युवाहरू अहिले चाहिँ सचेत भइराख्नु भएको छ कि होइन अब युवाहरू नेतृत्वमा हामी आइरहेको छौँ र हाम्रो पार्टीको कुरा गर्नुहुन्छ भने नेपालको कुनै पनि पार्टीभन्दा बढी 40 वर्ष उमेर समूह कमका केन्द्रीय कमिटीमा हामी 53 जना छौँ कुनै पनि पार्टीमा छैन भनेको सबभन्दा यङ पार्टी नि राप्रपा सबभन्दा यङ पार्टी अहिले राप्रपाको र जुन किसिमले हामीले यो फ्लोर मञ्चहरू पाइराखेको छौँ पार्टीले हामीलाई अगाडि बढाइराखेको छ नि त्यसले गर्दाखेरि उहाँहरूले त्यो भाष्य निर्माण चाहिँ गलत हिसाबले गर्नुभएको छ तर सबैभन्दा युवामय पार्टी चाहिँ अहिले राप्रपा नै सबैभन्दा युवा अध्यक्ष पनि हाम्रै हो तपाईलाई त केपी ओलीजीको नातिनी पनि भन्छन् हैन त्यो पनि संज्ञा छ हैन यो नातिनी र हजुरबाको लडाई ओली भर्सेस ओली यसले बाजी चाहिँ कसको पक्षमा आउला यता पनि नातिनी पछिपट्टिको ओलीलाई दुवैतिर अब जनता छन् हैन हामी देशको पक्षमा हो दुईटा किता छ राष्ट्रघाती र राष्ट्रवादी म चाहिँ राष्ट्रवादी किताको ओली हो चाहिँ राष्ट्रघाती पक्षमा पर्नु त्यो मैले भन्न चाहिन म राष्ट्रवादी हो अरूको बारेमा मैले कमेन्ट गर्नु भएन अब संसदका तपाईहरुको जति पनि नेताहरू हुनुहुन्छ तपाई त सडकमा हुनुहुन्छ संसदमा रहेका राप्रपाका नेताहरूलाई के सन्देश दिन चाहनुहुन्छ के आवाज उठाइदियोस् जस्तो लाग्छ सदनमा होइन अब हामी त उहाँहरूको लिडरसिपमा अगाडि बढिराखेको छौँ अध्यक्षज्यूहरूले यो नेतृत्व दिइराख्नु भएको छ त्यो दिशानिर्देश हामीले पालना गर्ने हो जुन सत्यको पक्षमा हामी अडिग भएर उभिएको छौँ सदनमा पनि सडकमा पनि धन्यवाद म चाहिँ एउटा सामान्य कुरा भन्छु तपाईँलाई मैले राज संस्थाको अनुभूति गरेको छैन किनभने म सानै थिएँ तर मैले राज संस्थाको इतिहास पढेको छु राजा महेन्द्रले हाम्रो देशको लागि गरेको योगदानबारे पढेको छु पृथ्वीनारायण शाहको एकीकरणको गाथा पढेको छु प्रारम्भिक कालमा देश कसरी बन्यो प्रारम्भको कालमा भन्ने कुरा पढेको छु अनि विकासको जग राजा महेन्द्रले कसरी हाल्नुभयो भन्ने कुरा मैले त्यो पनि पढेको छु र मैले भोगेको भनेको अहिलेको गणतन्त्र हो होइन मैले किनभने म त सानै थिएँ नि राज संस्था हुँदाखेरि त अब भोगाईमा गणतन्त्र पर्यो यो गणतन्त्र बुझ्ने भएपछि पर्यो नि त त्यो बेलादेखि मैले हेर्दाखेरि चाहिँ